त्यही दिन भाइरै जान लागि अनि आमा अनि भाइरै जान्छ म थाम्न सक्दिनँ आऊ भन्यो छोराले। नमस्कार, मैं हूं प्रदीप फरसवान और ये है घटगाड़। घटगाड़ यानी पिछले कई सालों से सुर्खियों में रहा घटगाड़ का ये है इलाका, जहां पर वर्तमान में वैली ब्रिज का निर्माण हो रहा है और इस वैली ब्रिज का निर्माण में करने में कई मजदूर लगे हुए हैं। इनमें नेपाली मूल की महिला और पुरुष मजदूर भी इसमें शामिल हैं। आज बात वैली ब्रिज निर्माण से संबंधित नहीं बल्कि एक नई कहानी की, और ये नई कहानी है प्रेम कहानी। प्रेम कहानी यानी यहाँ पर निर्माण कार्य में शामिल एक नेपाली मूल की महिला श्रमिक की। बताया जा रहा है कि यहाँ पर जो एक मशीन ऑपरेटर था वो नेपाली मूल की महिला को उड़ा ले गया। इस नेपाली मूल की महिला का नाम एलिना शाही बताया जा रहा है और इनका पूरा परिवार यानी सास, ससुर और इनके हस्बैंड यहाँ पर निर्माण कार्य में जुटे थे। और परिजनों का आरोप है कि यहाँ पर जो मशीन ऑपरेटर था वो उनकी जो परिवार की जो सदस्य थी यानी एलिना शाही को बहला फुसला कर भगा ले गया है। परिजन दरख्वास्त कर रहे हैं, मांग कर रहे हैं कि उनकी बहू को किसी भी हाल में ढूंढा जाए और उनकी घर वापसी कराई जाए। सुनिए क्या कहते हैं एलिना शाही के सास और ससुर। कौन थी वो? ड्राइवर घूमने वाला ड्राइवर ले भन्थे अब को कौन सी बहू थी वो तुम्हारी? हाँ बहू है। तो कौन ले गया? कहिले फोन त 12 बजे अनि हामी सुरक्षा गरौँला भनिकिन पछि बोलाएका हौँ। अनि अब मुम्बई काम गर्थ्यो होटलमा, अब 20-22 हजार रुपियाँ तलब खान्थ्यो है। अनि आएर बिहा गरौँ त म मर्छु भनेर अनि घर आयो बिहा गरिकन आए यहाँ। अब माइतीले पनि जाऊ अनि बाबा आमासँग जाने भए जाऊ भने हामी अस्ति नै दबाई गर्न आया हौ। अनि अब काम गरौँ र अनि पैसा गरी जाउँला भन्यो। नाम क्या छ? नाम एलिना शाही। एलिना शाही। और नागरिकता बनाया हैन, भर्खरै बिहा गरी आया हौँ। यहाँ आएपछि अब शंका त दुई ठाउँ छ। ड्राइभर अघिल्लो दिन 3 दिन अगाडि ड्राइभर गइ थियो। 3 दिन अगाडि गइ थियो, ठेकदारसँग पैसा मागी गया हो। त्यसपछि अरू पनि थिए 2-3 जना अर्का साइडका मान्छे यहाँ थिए। अब तिनी केटाले राति त्यही दिन सधैँ त्यस्तो गर्दैन थिए। त्यही दिन भाइरै जान लागि अनि आमा अनि भाइरै जान्छ म थाम्न सक्दिनँ आऊ भन्यो छोराले। भनेपछि यस्तै छोरो सुत्यो, यस्तै बुहारी सुत्यो, यस्तै म सुत्या। अनि किन यस्तो गर्छ बाबु अनि भने मैले। त्यो भन्दाखेरि त्यसले म त छोरी छैन, छोरी जस्तै गरौँला भन्ने मन थियो मेरो। अनि पछि के भने नै आमा अनि केही बोलिन अनि त्यो नजा भन्ने रहेछ, थाम्ने रहेछ त्यो। अनि पछि लागिन कोतर कातर पार्ने रहेछ बुढालाई। अनि त्यस्तो किन गर्छ बाबु अनि भन्दाखेरि त्यसले पनि म त आज रोकेपछि जान्छु अनि आज त्यस्तो नगर्ने मान्छे हो। अनि आज महिना अनि रोकेपछि म त जइदिन पनि जान्छु भनिकिन भनी। अनि म भोलि पर्सि जान्छु अनि जइदिन पनि म जान्छु, आज रोकी क्या गर्छ र भनिकिन पनि। त्यहाँबाट रातभरि रोक्यौँ र बसाल्यौँ। अब फोन माइती आमालाई फोन गरौँला भने थियौँ अनि मोबाइल स्विच अफ भइगयो। राति 12 बजे एकचोटि फोन आयो, कान्छाले उठायो र त्यो ड्राइभरले उठाएन। त्यसपछि 4 बजे एकचोटि फोन आयो, त्यसैको फोन शङ्काबाट र त्यो पानी बोक्द थिए। अब हामी अरू केही काम हराउन भने पानी चार्द थिए ऊ पारी ब्याङमा। त्यो पानी चार्दी, पानी चारिसकेपछि हाट जाउँ हामीसँगै जाउँ भनेर हुन्दिनु आमा मैले मजा माने आउँ यहाँ। अनि पानी चार्नु मैले मजा माने आउँ भने अब त्यो यहाँ चाहिँ ढुङ्गा फोड्ने ऊ पानी जाने। अब मोबाइल पनि चार्ज हालिदिन्थ्यो मेरो पहिल्यै पनि। अनि त्यो मोबाइल चार्ज हाल्न दियौँ हामीले। अब त्यति गरिसकेपछि मोबाइल पनि चार्ज हाल्ने। अब कसै बेला म त अनपढ मान्छे थाहा नपाउने, उहिले लुम्बर दिए थिए कि भगवान थाहा पाएला, मैले थाहा पाएन। अब क्या गर्दी अनि ल्याउ साग टिप्न गयौँ र वहीँ पछि गयो त्यो ड्राइभर र अर्को त्यो खलासी
यहीँ छ अझ त्यो मोटोवालो। अनि त्यो पनि अनि पछि उहाँ पछि गयो। गएपछि मैले यहाँ किन आउँछ भने त्यसले सेल्फी खिच्ने भन्ने सोच गरे रहेछ। हामीसँग अर्को बाबु पनि केटो गएको थियो, त्यही बाबुतिर खिच्यो। अनि मेरो बाउतिर खिच्ने भने रहेछ त्यसले। मैले नखिचाइ भेटाउलाई किन खिच्ने भएर किन आएर यहाँ भने ल्याउँ टिम्न गयो, साग टिम्न गयो, भएपछि गयो त्यति शङ्का त्यहीसँग छ। अर्कासँग शङ्का क्या छ भनेपछि अब अर्का साइडका मान्छे हुन्, तिनीहरू हुनु त नेपालीहरू केटा र केटी हो। अनि तिनीहरूले अब कस्तो गरे, मैले त्यस्तो गरिन भन्थ्यो। म बाहिर त्यो नानी त्यस्तो गरिन, बाहिरै निक्ल्न नखुजा आइ बेला यहीँ आइकन बसिआएको रहेछ त्यो केटा बाहिर। अब त्यसले गाँजा रक्सी जल खाएको थियो क्या थियो, त्यहाँदेखि बसिआएको रहेछ। ती दुईवटा गन 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 भित्र गथे, सबैले सुन्न देऊ, तिमीहरू पनि सुत, किन आज हल्ला गरिआछौ भने। त्यहाँबाट 3 दिन भयो त्यसको मुन उलुनिया भएछन्, हामीलाई थाहा भएन, छोरा पनि थाहा भएछ। त्यहाँबाट त्यहाँदेखि बसिआएको थियो त्यो केटा। हाम्रो म बाहिर आएपछि अनि त्यसले मैन त डर लाग्यो क्या हो भने पछि बेटरी यस्तो गरी लाउँदाखेरि त्यसले क्या भन्यो, त्यही केटाले त क्या भन्यो। अनि फरक्क पाडी यस्तो गरी मासँग हेरेर पछि त्यो केटा रहेछ बसिया। अनि अर्कै ट्यान्ड हो भनेर म 4 जना, एउटा केटी आइमाई भई 4 जना केटाहरू त्यहीँ सुत्या थिए, बसिया थिए तिनीहरू। अनि पछि अनि यताबाट हाम्रो ट्यान्ड थियो, यताबाट तिनीहरू थियो, त्यहीँ बसिया थियौँ। पछि भित्र गएँ, म मुन्टो बाहिर गरिआएको थिएँ, आङ भित्र गरिकन ट्यान्डबाट यसो गरी हेरिआएको थिएँ मैले, त्यो क्या गर्छ र किन आयो भने हेरिआएको थिएँ। त्यसले अनि पछि अनि त्यो त हाम्रा ट्यान्ड छिरो यस्तै 2 ट्यान्डा अन्तर अनि घुस्न लाग्यो। घुस्यापछि मैले भने तँ के खान आएर यहाँ घुस्न आए अनि भनिकन भने ऐ भनेर यस्तो गरी फर्केर गयो त्यो केटामा त्यो शङ्का भयो। अनि तिनीहरू अघेल्न दिन सत्या यहीँ बसिरहे। त्यहाँबाट हामी अब थलाली यहाँ मरि कि कता गयो भने त्यहाँ त्यो भिडाइतिर हेर्छौँ, त्यहाँ जता कतै धाद गऱ्यौँ, कहीँ पनि फेला परेन, कहीँ पनि भेटेन। पछि अनि हुनै मैन पनि छोरी छैन, छोरी भन्न अधिक माया लागेको थियो त्यो नानीलाई देखिकन क्या। कसैको पहिल्यै मुन टिम्की परिजान्छ, कसै न देख्दै ढिल बस्ने रहेछ क्या। अब त्यसको बानी व्यवहार कस्तो थियो मैले थाहा भएन। अब हाम्रै घर पोतिर हो, अनि दैलेको हो, माइती दैलेकी हुन्। अनि यस्तै बसिआए, यस्तै उ थियो। पछि त्यहाँबाट गई उता जाँदाखेरि अनि त्यही बेला कस्तो अनि भयो माटो। अनि तिनीहरू यहीँ बस्या हामी थलाली जान्छौँ धाद अनि भनिकन म कपडा लगाइ गएँ थिएँ। कपडा ल्याइकन गए बेला त्यहाँदेखि क्या भने नजाऊ, ठेकदारले गाडी फर्काइसक्यो, यता आइजाऊ। अनि नानी पनि आउँछ, गाडी पनि आउँछ। अनि कारमाथि गया हो रे, कार फर्काइसक्यो भनी त्यही नानीले। अनि भनी कार आइगयो भने मैले त्यो कार कहिले बेला आउँछ भने हेरिराखेँ। आउनु त त्यो कार अब म अनपढ मान्छे, गाडी लुम्बर थाहा पाएन। पछि त्यो कार त अब त्यही हो कि अर्को हो कि आउनु त आयो। त्यो कार आएर यता गयो चाल गरिन। अनि पछि त्यहाँबाट त्यही भनिदेखि बस्यो। त्यही अर्का हामीसँग काम गर्ने त्यही केटाले जाउँ हान म भाडा हाल्छु भनेर त्यसले जान खुजायो। त्यो अर्की के आइमाई थिए, त्यसले हुँदै नजा हुन्छ किन हात लिन्छौ र भनेर उँधो हात लैगयो त्यसले। त्यहाँबाट पछि म सिधै अनि क्या गरौँ भनी बसिआएको थिएँ। दोकानेले गाडी रोकिदिएर पछि यिनीहरू हाम्रा गलमेटे अनि भतिजी थिइन्, तिनी गइन्। पछि तिनीहरू तल गयौँ। पछि ठेकदारसँग यस्तो नानी देख्नुभएको थियो भन्दाखेरि नै थाहा भएन भन्ने कुरा भयो। उनीहरू आइगए फर्किगए भयो। अनि उहाँ ठेकदारले रोक्या भन्छन्, तपाईँ थाहा पाएन भन्ने यो क्या अचुम हो भने यति कुरा हो। त्यहीसँग भन्यौँ र पछि फर्क्यौँ र यहाँ आयौँ। यहाँ आइसकेपछि जनादिन कस्तो भयो। त्यहाँबाट म कहिले बिहानै बाहिर गइनँ। त्यहाँबाट बिहानै म उमो गएँ, त्यहाँ माथितिर गएँ। माथिबाट त्यही नानी न मैले उठेर अनि त्यो गन्जागोल पढिआदिन, गइजान्छु भनिआदिन। अनि मैले भने नानी अनि तँ न्याइती आगो बाल भनेर पछि अनि बुढाले आगो बाल्नु भयो। मैले चाह बसालिएँ। त्यहाँबाट त्यसै अनि नानीले अनि बाल्टी लिएर एउटा माउलीको एउटा हाम्रो बाल्टी लिएर पानी गई।